यही हो मणिमुकुन्द सेन उद्यान होइन फुलबारी। हामीहरू यहाँबाट प्रवेश गर्छौँ अब एकछिनपछि टक्क रमाइलोको साथ। यहाँ अगाडि यसरी पार्किङ लागेको छ, टक्क तल भुटुल सहर पनि छ, टक्क दामी तरिकाले क्या अब यसरी प्रवेश गरियो होइन। अनि यो हो मणिमुकुन्द सेन उद्यान। ठाउँ यस्तो गजब छ। हेलो भनिदेऊ। अनि साँच्चै भन्ने हो भने योबाट हामी प्रवेश गरेको दृश्य यस्तो छ है, दामी छ। आज बुटोलमा छौँ। यो बुटोललाई किन बुटोल भनियो भन्ने कुरा पनि अलिकति बुझौँ ल। भयो अनि टक्क मान्छेहरूको घुम्ने ऊ पनि ताती पनि अत्यन्तै लाग्दो रहेछ यहाँतिर। यसरी घुम्नेहरू आउँदो रहेछन्। अनि उद्यान पनि एकदम सुन्दर छ, हराभरा छ, राम्रो छ दृश्य, साँच्चै नै राम्रो छ। गाइस आज बुटोलमा छौँ। यो बुटोललाई किन बुटोल भनियो भन्ने कुरा पनि अलिकति बुझौँ ल। बुटोलमा मान्छेहरू एकदमै बटुलिँदा रहेछन् क्या। चारैतिरको मान्छेहरू बटुलिँदाखेरि चाहिँ नामै बुटोल रहन गयो। हुनु पनि हो रहेछ, आज म आफै पनि बटुलिएँ यहाँ होइन। त्यसले गर्दाखेरि ठाउँमा बुटोल रह्यो भन्ने एउटा भनाइ पनि रहेको छ। र विशेष गरी बुटोलको यो चाहिँ मणिमुकुन्द उद्यान सेन मणिमुकुन्द सेन उद्यानमा छु, अर्थात् त्यो फुलबारीमा छु। अनि फुलबारीको यो दृश्य तपाईँलाई देखाइरहेको छु। साँच्चै नै दृश्य गजब छ, रमाइलो छ। अनि मणिमुकुन्द सेन भनेको 15औं शताब्दीका एकदमै खतरनाक राजा थिए जुन यो ठाउँमा शासन गरेका थिए। अनि उनको शालिग पनि यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो शालिग चाहिँ मणिमुकुन्द सेन राजाको शालिग हो। अब मणिमुकुन्द सेन उद्यानमा आज यसरी शान्तिपूर्वक तरिकाले घुमिरहँदाखेरि चाहिँ बडो गजब र आनन्द आउँछ। अनि यहाँ घुम्न आउने मान्छेहरूको तातिर लड्को पनि सधैँ लागेको हुन्छ। यहाँ भित्रभित्र एकदम दामी तरिकाले छ क्या ठाउँ, यस्तै राम्रो ठाउँ छ। अनि एकदम दामी तरिकाले हामीहरू अब माथि जान्छौँ अलिकति कन्टिन्यू तरिकाले। अनि यो फुलबारी भनेको मणिमुकुन्द सेन राजाको शासन गरेको क्षेत्र हो। र उहाँको माथितिर एउटा भग्नाशेष दरबार पनि रहेको छ। 1575 मा स्थापित दरबार पनि रहेको छ। भने बुटोल जिल्ला साँच्चै नै एकदमै सुन्दर लाग्यो, बुटोल सहर पनि। र त्यसै माथि यो निर्मित के अरे फुलबारी बगैँचा एकदमै राम्रो छ। यसलाई उद्यान पनि भनिँदो रहेछ, मणिमुकुन्द सेन उद्यान पनि भनिँदो रहेछ। यही हो मणिमुकुन्द सेनको शालिग जो 1500 शताब्दीमा शासन गरेका राजा, जो बुटोल जिल्लामा पर्ने मणिमुकुन्द सेनको फुलबारीमा आउँदाखेरि चाहिँ उहाँको यो दरबार के अरे शालिग यसरी बनाएको रहेछ। अनि ठिक त्यसको अगाडि धाराहरू अर्थात् कृत्रिम झरना जस्तो धाराहरू बनाएको रहेछन् पानीका। टक्क तरिकाले यो अत्यन्तै सुन्दर छ। अनि यहाँ केटीहरू पनि आउँदो रहेछन्। कहाँबाट तपाईँहरू आउनुभएको? कुन ठाउँबाट आउनुभएको? कैलालीबाट हो। यहाँ पनि आएको रहेछन् केटाकेटीहरू। एक्सक्युज मी, तपाईँ कुन ठाउँबाट आउनुभएको? उहाँले बाल दिनुभयो। कैलालीबाट हो, बाल दिनुभयो भनेको बुझिहाल्नु भयो। यहाँ म्याडम पनि हुनुहुन्छ। हजुर कहाँबाट आउनुभएको? हजुर ए हजुर हो। चिनिनु भएको रहेछ, धेरै ब्युटिफुल भएर। अनि यहाँ नानी पनि रहेछन्। नानी के हो नाम तिम्रो? प्रिन्सेस। ओहो साँच्चै प्रिन्सेस है, जस्तो नाम त्यस्तै ब्युटिफुल प्रिन्सेस जस्तै। टक्क यहाँ मणिमुकुन्द सेनको यो हो शालिग, घोडामा चढेका छन्। उनी राजा चाहिँ 15औं शताब्दीका राजा हुन्। एकदम ठाउँ गजब छ। अब सबै कुराहरू तपाईँले देखाउने छु। अनि टक्क चिडियाघर जाने बाटो यता छ भने एउटा बाटो यता पनि छ। अहिले हामी यो बाटो भएर जान्छौँ अनि पछि घुम्दै घुम्दै उता बाटो फेरि आउँछौँ। अहिले चिडियाघरतिर जान्छौँ हामीहरू ल। यस्ता भएर टक्क चिडियाघर जाने बाटोमा यस्तो दामी छ क्या यो। यस्तो दामी छ। म गइरहेको छु टक्क लगातार अगाडि यात्रा मेरो यो बुटोलतिरको फुलबारीको। सिन इज भेरी ब्युटिफुल, इमेजिङ। उहाँ म्याडमहरू यहाँ घुम्न आउने टुरिस्टहरू सबै आउँछन् यसरी मजाले आनन्दका साथ। बिल्कुल यसरी यो एकदमै डिजाइन पनि के खतरा रहेछ क्या, ढुङ्गाको डिजाइन रहेछ। अब यहाँ मस्त तरिकाले रहेछ, दामी तरिकाले। अब फुलबारी एनिमल कर्नर बुटोल 2 फुलबारी भनेको छ।
टक्क हामीहरू यो भएर जान्छौँ एकछिन। अनि यहाँभित्र चाहिँ अब के कस्ता जनावरहरू के कस्ता जीवजन्तुहरू पाउँछ त्यो पनि हेर्छौँ। ल एउटा अब चिडियाघरमा बाँदर देख्यो तर क्यामेरा छुप्न सकिन, सरी। यहाँ मङ्की देखिएछ है, यहाँ एउटा मङ्की देख्यो। अनि यो चिडिया घरको लागि चाहिँ बनाएको छ। यो अब टक्क ज्याकल, यो स्याल हो, यिनीहरू स्याल हुन्, स्यालहरू है। मणिमुकुन्द सेनमा यस्तो तरिकाले जनावरहरूलाई हेर्न मिल्छ। चिडियाघर पनि रहेको छ। यो मयर हो, मेबी पोथी मयर। अनि अब यहाँ चाहिँ चराहरूको लागि चाहिँ बनाएको, तर चरा अहिले छैन के र। अनि अब के देखिन्छ, अजिङ्गर, अजिङ्गरको साइन त देखाएको छ है। ओ माई गॉड, अजिङ्गर उतै कुनामा छ। एउटा यहाँनिर छ, यहाँनिर छ एउटा, यहाँनिर यो यहाँनिर एउटा अजिङ्गर छ। टक्क तरिकाले गजब छ। अजिङ्गर होइन, बच्चा, अजिङ्गरको बच्चा। तै पनि अब अजिङ्गरको प्रजाति रह्यो। अजिङ्गर त त्यो अति ठुलो रहेछ उयो, तर देखिन जालीले गर्दा। अब यहीँ खराएका पाठाहरू हेर्नुहोस्, खराएका बच्चाहरू यहाँ छन्। अनि हामी हिँडिरहेछौँ लगातार अगाडि। यहाँ केही पनि राखेको छैन कि के हो? ए छ नि, एउटा केही न केही छ यहाँ। यो के चाहिँ हो? ए यो त ऊ के हो? ए सिलको बच्चा रहेछ यो। सिल हो कि यो काँकाकुल हो सायद। काँकाकुल हो यो, काँकाकुल हो, काँकाकुल हो। ओहो यो बँदेलहरू हेर्नुहोस्, आम्मा बँदेल। यो मैले एक साइडको देखाएँ, साइड देखाउनु छुटाएको छु। वाह यति ठुलो दाराहरू यार, हेर न दाराहरू। बाबा यस्तो दारा छ है यहाँ। अनि टक्क अब यतातिर पनि विभिन्न प्रजातिका पन्छीहरू छन्, के छन्, तर खासै देखिरहेन। कुखुरा कुखुरा पो रहेछ त हौ। अरू अब बिस्तारै देखाउने क्रममा छु, हिँड्नुहोस् क्रममा आउँछु। ऊ त चितुवा आम्मा चितुवा हो। त्यहाँसित त्यो धुलोभित्र चितुवा छ कि, गुहाइरहेको त देखिरहेको छ, क्यामेरा छिटिरहेको छ। हेर्नुहोस् यसले धार्ने भने त किर्ने हो र। यस्तो छ चितुवाहरू, हेर्नु त चितुवा। बाबा यस्तो पुरा लट्टिरहेको छ पुरा। हेर्नुहोस् है गाइस, राम्रोसँग हेऱ्यो आज। अनि त्यसै क्रममा ऊ यहाँ मृगहरू छन् होइन, मृगहरू जरायाहरू छन्, जराया रथहरू छ, सबै मृगहरू यहाँ। यस्तो राम्रो तरिकाले मृगहरूको वासस्थान यहाँ छ हेर्नु त। आहा कति राम्रो तरिकाले मृगहरू बसेका छन् क्या। यो मृगको बसाइ हो भने पल्लो छेउमा चाहिँ यो चित्तल हो कि के हो सायद, यो चित्तल हो मेबी। यो चित्तल होइन, चित्तल हो यो। यस्तो खतरा दामी तरिकाले उमेर छ भने। यतातिर त के छ, यतातिर दुम्सी होला सायद होइन, दुम्सी रहेछ त। दुम्सी रहेछ, दुम्सी रहेछ, दुम्सी रहेछ। यहाँ हाँस पानी हाँस भयो। यो चाहिँ रत्त हो है, यो रत्त। एक नम्बर मृग भनेको यही हो क्या, सबभन्दा उत्तम मृग भनेर भनिन्छ यसलाई। मिठो हुन्छ त, म मासु खाएको भए मिठो हुन्छ भन्थेँ होला। यसले मासु खाएको रत्तको मारेर। अनि अब तपाईँहरूलाई एउटा देखाउँछु ल, अस्ट्रिच देखाउँछु ल। खतरा ठुलो छ अस्ट्रिच ल। ओ माई गॉड, लो सुतुरमुर्गा आएर बाप के हो यो यत्रो? यो गुइँडा जस्तो खुट्टा छ यसको। सुतुरमुर्गा है।
एउटा तल छ अनि यता चाहिँ यहाँ पिकनिक खाने मान्छेहरू पनि आउँदो रहेछ होइन टक्क यतातिर चाहिँ अनि यहाँ पिकनिकको लागि धारो छ हजुर ए यहाँ भोक लाग्यो मागेर खानु पर्यो अलिअलि टक्क टक्क होइन अनि टक्क यति ठुलो विशाल यो मूर्ति हेर्नु त आम्मा बबाल मूर्ति क्या मूर्ति बबाल के मूर्ति भन्छ कमलको मूर्ति यति ठुलो के माइगड यो तलतिर चाहिँ 12-15 जनालाई 20 जनालाई उठाउँछ यहाँ तलतिर पानी पर्यो भने लगातार हामीहरू गइरहेको छौँ यहाँ पानी पर्यो भने कहाँ आइदिनु होला यहाँ छाता जस्तो गर्नलाई अनि यहाँ साइक्लिङ पनि हुँदो रहेछ है यो साइक्लिङ पनि हुँदो रहेछ यो मुकुन्द सेनको फुलबारीमा भनौँ न मस्तसँग रमाइलोको लागि चाहिँ चर्खा पटिङ साइक्लिङ सबै यहाँ व्यवस्था गरिएको छ होइन अनि यहाँ केटाहरू दुईजना एकदमका बोका बाख्रा धपाउँदा धपाउँदा थाक्ने जस्ता बोकाहरू छन् यिनीहरू साइक्लिङ गर्ने नि पहिले यहाँ गैँडा हेर्न जाने दरबार हेर्न जानु हेर्नुहोस् अब मणिमुकुन्द सेनको फुलबारीमा यो फुलबारीमा यसरी टक्क 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 यो हो गैँडा हेर्नुहोस् एकसिङे गैँडा अनि हामी चाहिँ अब टक्क यो फुलबारीको यो के अरे चाहिँ यो चिडियाघर हेरेर होइन यता पिकनिक सिकनिक खाने ठाउँहरू हेरेर टक्क मणिमुकुन्द सेनको एकदमै पुरानो दरबारको अवशेष हेर्न गइरहेका छौँ जुन चाहिँ 15औं शताब्दीमा भएको 1575मा स्थापित भएको भन्ने कुरा यहाँ बोर्ड हेरेरै पनि थाहा हुन्छ ठ्याक्क त्यो दरबार अहिले कस्तो अवशेषमा छ भन्ने तपाईँहरूलाई देखाउँदैछु यस्तो छ यो यसको अवशेष यो मणिमुकुन्द सेन राजाको एकदमै भग्नाशेष दरबार 1575मा स्थापित भएको ऐतिहासिक प्रमाणले भन्दछ अनि यो यस्तो छ दरबार एकदमै अहिले चाहिँ यसको 1516 लगभग 500-600 वर्ष 500 वर्ष जति अहिले चाहिँ यसको बनेको समय भइसकेको छ भने त्यतिखेरका इँटा त्यतिखेरको निर्माण प्रक्रिया निर्माण संरचना यस्तो रहेछ हेर्नुहोस् यो जग यसरी छ यो मणिमुकुन्द सेनको बुटोलमा रहेको यो ऐतिहासिक दरबारको भग्नाशेष यसरी तपाईँहरूलाई देखाइरहेको छु यही यो पछाडिको मणिमुकुन्द सेनको 1575मा स्थापित ऐतिहासिक भग्नाशेष दरबार हो जसको संरचना जसको जग जसको अवशेष यसरी रहेको छ अनि त्यतिखेरको हेर्नुहोस् त झ्याल त्यतिखेरका त्यो खोपहरू होइन त्यो निर्माण संरचना यस्तो किसिमको छ यसलाई जोगाएर राखिएको छ वरिपरि फलामको घेतबाट गएर ओके अनि यहाँ चाहिँ तपाईँहरू कल्चरल ड्रेसको लागि पनि कल्चरल ड्रेस पनि लगाउन सक्नुहुन्छ यसरी यहाँ पाइँदो रहेछ कल्चरल ड्रेस लगाउन महिलाहरूले विभिन्न किसिमका कल्चरल साडीहरू कल्चरल पोसाकहरू लाएर सजिएका छन् टक्क तरिकाले अनि यसरी पिङहरू पनि खेलिँदो रहेछ कतै साइक्लिङ कतै पिङ कतै यो मनोरञ्जनको लागि खेलिने कुराहरू पनि व्यवस्था गरिएको रहेछ यो बुटोलको फुलबारी भन्ने ठाउँमा